नेपाली क्रिकेट समर्थकका लागि उत्साहजनक खबर सार्वजनिक भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा हुने नेपाल र भारत ए टोली बीच 3 खेलको टी20 श्रृङ्खला आयोजना हुने भएको छ। नेपाली क्रिकेट इतिहासमै महत्त्वपूर्ण मानिएको यो श्रृङ्खला कीर्तिपुर स्थित टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। स्कटल्यान्डमा सम्पन्न आइसिसी सम्मेलनका क्रममा भएको उच्चस्तरीय छलफलपछि यो श्रृङ्खलाको टुङ्गो लागेको हो। सम्मेलनका अवसरमा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चुन, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईका सचिव देवजित साई क्रियाबीच भएको भेटवार्तामा दुई देशबीचको क्रिकेट सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो। सोही छलफलपछि भारतीय टोलीलाई नेपाल ल्याएर टी20 श्रृङ्खला आयोजना गर्ने सहमति भएको हो। भारत जस्तो विश्व क्रिकेटको शक्तिशाली राष्ट्र ए टोलीसँग खेल्न पाउनु नेपाली खेलाडीहरूका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो टी20 खेल डिसेम्बर 9, 2026 मा हुनेछ। त्यसपछि दोस्रो खेल डिसेम्बर 11 मा खेलिनेछ भने तेस्रो तथा अन्तिम टी20 खेल डिसेम्बर 13 मा कीर्तिपुरमा हुँदैछ। भारतीय टोलीमा राष्ट्रिय अनुभव भएका तथा भारतीय राष्ट्रिय टोलीको ढोका ढकढकाइ रहेका प्रतिभावान खेलाडीहरू सहभागी हुने भएको यो श्रृङ्खला नेपाली टोलीका लागि उच्च स्तरको प्रतिस्पर्धात्मक अनुभव बन्ने अपेक्षा गरिएको छ। घरेलु मैदानमा बलियो राष्ट्र विरुद्ध खेल्दा नेपाली खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन् भने युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको खेल शैली बुझ्ने सहयोग पुग्नेछ। साथै यो श्रृङ्खलाले नेपाल र भारत बीचको क्रिकेट सम्बन्धलाई अझै नजिक बनाउने विश्वास गरिएको छ। पछिल्ला वर्षमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रदर्शन गर्दै आएको अवस्थामा भारतीय सङ्घको यो श्रृङ्खला नेपाली क्रिकेट विकासको अर्को महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। हजारौं समर्थकको उपस्थितिमा कीर्तिपुर मैदानमा फेरि एकपटक ठूलो क्रिकेट उत्सवको केन्द्र बन्ने अपेक्षा गरिएको छ। हो दर्शकबिन, के नेपालले भारतीय टोलीलाई हराउन सक्ला? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न भने नबिर्सिनुहोला र हामीलाई फलो गर्न पनि नबिर्सिनुहोला।